साथीहरु प्रधानमन्त्रीको पुतला जलाउँदाखेरि चाहिँ के हुँदो रहेछ एकैछिन यहाँ दाजुको कुरा सुन्नुस्। हिजो प्रधानमन्त्रीको पुतला जलाउँदै थिए केटाहरु केटाकेटीहरु रोडमा आएर बस बालेन सरकार मुर्दाबाद अनि प्रधानमन्त्री राजीनामा दे भनेर पुतला जलाइरहेको थिए, विरोध गरिरहेको थिए हैन। नेपाल पर यस्तो सम्म गरेछ कि यहाँ भिडियो एउटा फोटो हाल्दिन्छु है म। धुनै नसकिने गरी चाकको धुलाइ गरिरहेको रहेछ। यत्रा राता डाम बनाएको छ लट्ठीले। हो यस्तै हुन्छ। यदि चुपचापसँग काम गरिरहेको प्रधानमन्त्रीलाई तिमीहरूले यताउता खलबलाउने कोसिस गरेपछि आज त धुन नसकिने गरी मात्रै कुट्या छ, भोलि त रुन पनि सक्दैनौ तिमी। त्यसरी कुट्छन् के? विचार गर। अहिले पनि सुध्रिहाल तिमी। छैन शरम छैन तिमीहरूलाई? गएर हेर न त्यहाँ सीमामा गएर हेर न। यहाँ अब त प्रमाण पनि आइसकेका छन्। नेपालले पनि भारतको भूमि मिचेको प्रमाण सहित आइसकेका छन्। बिना प्रमाणको प्रधानमन्त्रीले बोल्ने कुरा आउँदैन। तिमीहरूको दिमाग छैन, प्रधानमन्त्रीको धेरै दिमाग छ। प्रधानमन्त्रीले के गर्दैछ भन्ने कुरा तिमीले बुझ्न। अझै प्रधानमन्त्रीको खुट्टा ढोकेर त्यो खुट्टाको पानी खाएन तिमीहरूले। दिमाग आउने बेला छैन तिमीहरूलाई। बुझ्यौ? साले खातेहरू रोडमा आएर प्रधानमन्त्रीको पुतला जलाउँछौ, विरोध गर्छौ।